How I became freelancer at the age of 19. म एउटा फ्रीलान्स भिडियो एडिटर हो के साथीहरु। मैले चाहिँ मेरो क्लाइन्टहरुको भिडियो एडिट गरेर पैसा अर्न गर्छु के। र आजको यो भिडियोमा चाहिँ हैन म चाहिँ कसरी फ्रीलान्स भिडियो एडिटर बन्न सके 19 वर्षको उमेरमा भनेर म तपाईलाई भन्नेवाला छु है त। अनि म चाहिँ तपाईहरुलाई हैन स्टेप बाइ स्टेप रोड म्याप पनि दिनेवाला छु के, तपाई पनि कसरी फ्रीलान्सर बन्न हुन सक्नुहुन्छ भनेर। सो गाइज लेट्स गेट स्टार्टेड है त। एक्चुअली यो कुरा हो जब म 8 क्लासमा थिएँ के, त्यतिखेर चाहिँ लकडाउन लागेको थियो हैन, अनि सबैजना आफ्नो घरमा थिए, स्कुल पनि बन्द थियो के। अनि त्यति बेला चाहिँ हैन मैले टिकटक बनाउँथेँ के। अनि टिकटकमा मैले बनाएको भिडियोजहरु हैन एकदम भाइरल हुन्थे के, मा कसम डेन्जर लाइक्स डेन्जर भ्युजहरु आउँथे के त्यति बेला। एउटा दुईटा त्यति बेलाको टिकटक भिडियोजहरु म तपाईहरुलाई यही भिडियोमा पनि देखाइदिन्छु है त, राम्रोसँग हेर्नुस्। मेरो हैन सबै भिडियोजहरु भाइरल हुन्थे के। अनि मान्छेहरुले चाहिँ मलाई कमेन्ट सेक्सनमा एकदम अप्रिशिएट गर्थे के, कति राम्रो एडिट गरेको बाबु भनेर मलाई भन्थे के कमेन्ट सेक्सनमा। अनि मलाई त्यो कुराले एकदम धेरै मोटिभेट गर्थ्यो के। र मलाई हैन 8 क्लासबाट नै एकदम क्ल्यारिटी भइसकेको थियो के दिमागमा, मलाई जिन्दगीमा केही कुरा गर्नु छ भने त्यो हो भिडियो एडिटिङ। अनि जब चाहिँ म 11 क्लासमा पुगेँ नि, त्यतिखेर चाहिँ मैले एउटा ब्रदरलाई भेट्टाएँ के टेलिग्राम थ्रु। एक्चुअली मैले त्यति बेला एकदम धेरै टेलिग्राम चलाउँथेँ के। अनि मैले चाहिँ एउटा ब्रदरलाई भेट्टाएँ के, अनि ऊ चाहिँ इन्डियाबाट हो के वास्तवमा। अनि त्यो ब्रदर वास्तवमा भिडियो एडिटर थियो के, उसले पनि भिडियो एडिटिङ गरेर पैसा कमाउँथ्यो के। एक्चुअली ऊ पनि फ्रीलान्सर थियो। अनि मलाई त यही कुरा मन पर्ने हैन, सानैदेखि त म पनि भिडियो एडिटर बन्न चाहेको। अनि त्यस्तै खालको मान्छे भेट्टाइसकेपछि त माकसम म लास्टै खुसी भएँ हैन। अनि मैले त्यो ब्रदरसँग दिनदिनै कुरा गर्न थालेँ के। मैले हैन सानो सानो भिडियो एडिट गरेर उसलाई देखाउँथे के। भन्नाले त्यो ब्रदर चाहिँ हैन मेरो एक किसिमले मेन्टर बनिसकेको थियो के। मैले आफ्नै भिडियो एडिट गरेर उसलाई पठाउँथे हैन, उसले चाहिँ फिडब्याक दिन्थ्यो के, तिम्रो यो मिलेन उ मिलेन भनेर। अनि बाइ द वे त्यति बेला मसँग राम्रो ल्यापटप पनि थिएन के। ल्यापटप त थियो हैन, तर एकदमै त्यहाँ भिडियो एडिटिङ गर्नै मिल्थेन के। लास्टै लो इन्ड ल्यापटप थियो मसँग, यही एचपी को ल्यापटप हेर्नु भएको छ नि तपाईहरुले यो स्क्रिनमा, हो यही ल्यापटप थियो मसँग त्यति बेला पनि। अनि बिस्तारै बिस्तारै हाम्रो कुरा हुँदै गयो हैन। अनि त्यो ब्रदरले चाहिँ मलाई सबै कुरा सिकाए के, कसरी भिडियो एडिटिङ गर्ने हो, कसरी क्लाइन्टहरुलाई खोज्ने हो भनेर। अनि जब म 11 क्लासमा थिएँ नि, त्यति बेला नै मैले फर्स्ट क्लाइन्टको भिडियो एडिट गरेँ के। अनि मैले 1000 रुपियाँ कमाएँ के। मम्मी ड्याडीहरुले त मेरो कुरा पत्याउनु नै भएको थिएन के, अनलाइनबाट पनि यसरी पैसा कमाउन सकिन्छ भनेर मम्मी ड्याडीले त पत्याउनु भएकै थिएन मागसम। तर मैले कमाइरहेको थिएँ नि त, त्यही भएर मलाई लास्टै मोटिभेसन आएको थियो कि म लास्टै खुसी भएको थिएँ त्यो बेलामा। अनि त्यो ब्रदरले मलाई सबै कुरा सिकायो के, यो यसरी गर्ने हो त्यो यसरी गर्ने हो भनेर। अनि जब चाहिँ मैले अलिअलि पैसा कमाउन थालेँ नि, एक्चुअली मैले त्यति बेला चाहिँ मन्थली 10-10 हजार कमाउँथेँ के भिडियो एडिटिङ गरेर 11 क्लासमा पढ्दाखेरि। अनि त्यो देखेर मेरो दुईटा दिदीहरु हुनुहुन्छ हैन, त्यो दिदीहरुले चाहिँ पैसा हालेर चाहिँ मलाई एउटा पीसी किनिदिनु भयो के। वेल त्यति बेला चाहिँ मैले यो पीसी हैन 2 लाखमा किनेको हो के, दिदीहरुले किनिदिनु भएको बेसिकल्ली। अनि दिदीहरुले यो पीसी किनिदिसकेपछि हैन म मा कसम यति मेहनत गरे हैन, दिनदिनै म रात भरि बसेर भिडियो एडिटिङ गर्थे के क्लाइन्टहरुको। म राति सुत्दा पनि सुत्थिन के। अनि के भयो थाहा तिमीहरुलाई? अनि त्यो जुन मेरो ब्रदर भन्थे नि, त्यो ब्रदरले चाहिँ एउटा एडिटिङ एजेन्सी खोल्यो के। अनि त्यो एजेन्सीमा चाहिँ मलाई सिनियर एडिटर बनाइदियो के मा कसम। अनि हुन्छ नि, अनि मलाई यस्तो खुसी लाग्यो त्यहाँबाट चाहिँ मैले हैन राम्रै अर्निङ गर्न थालेँ के। राम्रै भन्नाले एकदम खतरा अर्निङ त हैन, बट यहाँ मलाई पुग्छ के त्यो अर्निङ गरेर। मैले कोहीसँग पैसा माग्नु पर्दैन, ड्याडी मम्मीहरुसँग पैसा माग्नु पर्दैन के, मैले आफैले कमाइरहेको छु। त्यही हो गाइस, यसरी नै मैले आफ्नो भिडियो एडिटिङको करियर स्टार्ट गरेको हो हैन। अनि त्यो ब्रदरलाई चाहिँ मैले हैन पछि भेट्न पनि भेटेँ के, उ नेपालै आयो के। उ चाहिँ इन्डियाबाट नेपाल घुम्नको लागि आएको थियो हैन, अनि हामीले भेटेको के। मा कसम यस्तो रमाइलो भयो नि। त्यही भएर साथीहरु हैन अनलाइनबाट पनि फ्रेन्डहरु बनाउनु पर्छ के, किनकि तिमीहरुले नै हेरौ न, मैले त्यो ब्रदरलाई हैन अनलाइनबाट भेट्टाएको हो के। त्यो ब्रदरले गर्दा हैन मैले लाइफमा यति धेरै सक्सेस हासिल गरेँ के। मलाई हैन कस्तो राम्रो लाग्छ के यार, कसम भनेको। अनि साथीहरु तिमीहरुले पनि आफ्नो भिडियो एडिटिङ करियर स्टार्ट गर्न चाहन्छौ भने अनलाइनबाट कुनै एउटा फ्रेन्ड बनाऊ के। अनलाइन एउटा फ्रेन्ड बनाऊ जसले चाहिँ फ्रीलान्सिङ गरिरहेको छ के। त्यही हो साथीहरु, अहिले चाहिँ म भिडियो एडिटर बनिसके हैन, मेरो सानैदेखिको सपना हो। बेसिकल्ली म चाहिँ आफ्नो ड्रिम लाइफ जिरहेको छु के। अनि साथीहरु इफ तपाईहरु पनि चाहनुहुन्छ मबाट आफ्नो भिडियोजहरु एडिट गराउन भने चाहिँ मलाई चाहिँ इन्स्टाग्राममा मेसेज गर्नु होला है त। म एकदमै सस्तो दाममा यस्तो दामी तरिकाले एडिट गरेर पठाइदिन्छु नि। एन्ड थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो टिल द एन्ड साथीहरु है त। अब अर्को भिडियोमा भेटौँ है त साथीहरु, बाइ बाइ।